हाई गाइज, इट्स मी देवी। आज म सस बनाउन गइरहेको छु, पास्ता सस। भिडियो अन्तिमसम्म हेर्नुहोला। यो चाहिँ फर्स्ट भाँडो हो। यसमा चाहिँ साउले सिकाएको थियो मलाई, अनि त्यसपछि सेकेन्ड फेरि म आफैलाई गर भनेर लगाइदियो, अनि म यो बनाउँदैछु। तेल तातिसकेपछि मैले यसमा व्हाइट अनियन हालेको छु। भाँडा नै मजत्रो छ, अनि कसरी चलाउनु। यसमा मैले एड गर्दैछु लसुन चाहिँ गाजर पिसेर त्यसपछि लसुन पिसेको हुनाले गाजर मिसिएको छ। लसुन पाकिसकेपछि मैले यसमा गाजर पनि एड गरेँ, अनि यो सबै फ्राई भइसकेपछि म एउटा प्लेटमा निकाल्छु यसलाई। अनि म फेरि त्यही भाँडोमा अलिभ ओइल हाल्दैछु। त्यसपछि म यसमा एड गर्दैछु किमा। आफू जत्रै भाँडो छ कसरी चलाउनु, चलाएको गर्नुपर्छ। एकदमै गाह्रो भयो यो बनाउँदा चाहिँ मलाई। यो हो टोमेटो पेस्ट। मैले यसलाई खोलेँ, सबै बाफ निस्केर क्यामेरामा पुरै भरियो, अनि भिडियो राम्रोसँग गर्न पनि मिलेन। अब म एड गर्दैछु अघिको टोमेटो पेस्ट। अब म यसमा एड गर्दैछु अघि हामीले झिकेर राखेको गाजर अनि प्याज। घर भएको भए त माथि नै चढेर चलाउँथ्यो होला, अब यहाँ त्यस्तो गर्न मिलेन। हाइट कम हुनेलाई पनि गाह्रो छ के। अब म यसमा दुध एड गर्दैछु, आधी कप दुध। यस्तो भइसकेको छ हाम्रो किमा। अनि यता चाहिँ सुरुमा बनाएको सस। हाम्रो सस रेडी हुन लागिसकेको छ। यो चाहिँ 2 घन्टामा पाक्छ। अब म यसमा एड गर्दैछु यो ओरिगानो भन्ने। यो चाहिँ इटालियन मसला हो रे, अनि यो बासिल लेखेको मसला पनि छ, के हो मलाई यो थाहा छैन। यो चाहिँ ओरिगानो, यो चाहिँ बासिल। अनि हामी यसमा ब्ल्याक पेपर पनि हाल्छौँ, अनि यसमा मैले चिल्ली फ्लेक्स पनि हालेको छु अलिकति। त्यसपछि हामीले यसमा 2वटा क्यानको यो टोमेटो